हेलो साथीहरू नमस्कार, तपाईहरुलाई यो मेरो च्यानलमा स्वागत छ। आजको यो भिडियोमा चाहिँ मैले कक्षा 11 को पाठ 2 को यो गाउँको माया भन्ने सामाजिक कथाको सम्पूर्ण अभ्यासहरू ल्याएर उपस्थित भएको छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला र तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठाउँको नाम चाहिँ कमेन्ट सेक्सनमा गर्नुहोला र तपाईहरुलाई कति कक्षाको चाहिँ कुन सब्जेक्टको नोटहरू चाहिन्छ त्यो पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। म आगामी दिनहरुमा चाहिँ त्यो सब्जेक्टहरुको पनि नोट ल्याउने प्रयास गर्नेछु। र अब अभ्यासतर्फ लागौँ। सुरुमा शब्द भण्डार रहेको छ। 1 नम्बरमा हेर्नुहोला। दिएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्। यहाँ मैले यसको उत्तरहरू यहाँ लेखेको छु। क नम्बरमा कोला, कोला भनेको खेतको गह्रो। ख नम्बरमा आर्द, यो भनेको चाहिँ नरम रसिलो। ग नम्बरमा कृतदास, पैसा दिएर दास बनाएको। घ नम्बरमा ओराहा, पूर्ण नपाकेको मकै गहुँलाई पोलेर तयार पारेको खानेकुरा। त्यस्तै गरी ङ नम्बरमा ठालु भनेको गाउँ बस्तीमा आफ्नो हैकम जमाउने मान्छे। अब 2 नम्बरमा दिएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्। यसको मैले यहाँनिर उत्तरहरू राखेको छु। स्वतन्त्र भनेको उन्मुक्त, कपडाको भकुण्डो भनेको गिर, अड्काउ भनेको अल्झो, भिन्न हुनुको भाव, यो भाव हो, यो अभाव भएछ, यसलाई सच्याउनु होला। भिन्न हुनुको भाव पृथकता बोध, अर्काको काम गरिदिए बापत पाइने पारिश्रमिक बनी। च नम्बरमा इज्जत भनेको अभिमान। त्यस्तै गरी अब 3 नम्बरमा हेर्नुहोला। 3 नम्बरमा दिएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्य प्रयोग गर्नुहोस्। नौटङ्की, नौटङ्कीलाई मैले यहाँ वाक्य बनाएको छु। त्यसै गरी अरू शब्दहरूको पनि मैले यहाँ वाक्य बनाउँछु। यो वाक्य चाहिँ तपाईहरूले आफ्नै तरिकाले पनि बनाउन सक्नुहुनेछ, तर अर्थ खुल्ने गरी चाहिँ वाक्य प्रयोग गर्नु होला। अर्थ खुल्ने गरी भन्नेको मतलब यो वाक्य पढेरै त्यसको अर्थ थाहा पाउन सकिने। ख नम्बरमा रिहर्सल छ। ग नम्बरमा हुटहुटी। त्यस्तै गरी घ नम्बरमा आली। ङ नम्बरमा अन्तराल, अन्तराल भनेको टाइम इन्टरभल। यो तपाईहरूले यहाँबाट कपीमा उतार्न सक्नुहुनेछ। तपाईले यो भिडियोलाई पज गर्दै कपीमा लेख्न सक्नुहुनेछ। च नम्बरदेखि मैले यहाँ राखेको छु। कृपा पात्र, नासो, रण, मानसपट, यिनीहरूको वाक्यहरू मैले यहाँ राखेको छु। तपाईले आफ्नै तरिकाले नि वाक्य बनाउन सक्नुहुनेछ। त्यस्तै गरी 4 नम्बरमा दिएका टुक्काहरूको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्। यहाँ टुक्काहरू चाहिँ यस प्रकार रहेका छन्। बिडो थाम्नु, पाखुरा बजार्नु, लाजले पानी हुनु, बसमा पार्नु, हातेमालो गर्नु। तपाईहरूले यिनै टुक्काहरू प्रयोग गरेर अनुच्छेद पनि आफ्नै तरिकाले बनाउन सक्नुहुनेछ। मैले यहाँ एक अनुच्छेदको नमुना तयार गरेको छु। काम सुरु गर्नु अघि रबिनले पाखुरा बजारेर सबैलाई बोलायो। केही गाउँले मानिसहरू बोल्न हिचकिचाएर लाजले पानी भएका जस्तै उभिएका थिए, तर रबिनले सम्झाएर सबैलाई बसमा पार्न सफल भयो। त्यसपछि सबै मिलेर हातेमालो गर्नु पर्यो र काम अघि बढ्न थाल्यो। अन्त्यमा रबिनले भन्यो, अब यो काम म नै बिडो थाम्नु छ। अब यो कामको बनाउँदा अलिक भाव खुल्ला। अब यो कामको म नै बिडो थाम्नु छ भनेर सबैलाई उत्साहित बनायो। यो थाम्नु छ, यो कम्प्युटरको टाइपिङ अनुसार यो भर पर्छ। यस्तो यो थाम्नु छ लेख्दाखेरि थाम्नु छ। तपाईँहरूले त्यही अनुसार लेख्नु होला। अब 5 नम्बरमा हेर्नुहोस्। कक्षामा छलफल गरेर माथिका बाहेक अरू प्रचलित 10 वटा टुक्का खोजेर लेख्नुहोस्। मैले अरू टुक्काहरू यहाँ राखेको छु। हात धुनु, चाकटी गर्नु, मुख देखाउनु, जिब्रो टोक्नु, नङ्ग्रा गोट्नु, दाँत देखाउनु, पानी पर्नु, ढुङ्गामा बस्नु, आगो ओकल्नु, माटो समाउनु। अब बोध र अभिव्यक्ति। 1 नम्बरमा गाउँको माया कथा पढी दिएका प्रश्नहरूको उत्तर दिनुहोस्। यहाँ हेर्न सक्नुहुन्छ क नम्बरमा यस कथामा कतिवटा अनुच्छेद छन्। यस कथामा 14 वटा अनुच्छेद छन्। ख नम्बरमा 7औं अनुच्छेदमा कतिवटा वाक्य छन्। 7औं अनुच्छेदमा 2 वटा वाक्य छन्। कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको हो। कृष्णको प्रवेश तेस्रो अनुच्छेदमा भएको हो। घ नम्बरमा म पात्र किन गाउँ गएको हो। म पात्र गाउँको माया र गाउँको वातावरणप्रति आकर्षणका कारण गाउँ गएको हो।
त्यस्तै ग नम्बरमा कथामा आदि मध्यम र अन्त्यका मुख्य मुख्य घटना टिप्पण गर्नुहोस् भनेको छ। यो आदि भनेको हाफ होइन, आदि भनेको स्टार्टिङ भागमा के छ त यहाँ हेर्न सक्नुहुन्छ, मैले यहाँ उल्लेख गरेको छु। आदि भागमा यहाँ करिब 2 वर्षपछि कृष्णले आफ्नो गाउँ फिर्ता जाने अवसर पाएका छन्। गाउँको प्रेम वातावरण र पुराना सम्झनाले उनलाई गाउँ फर्किन प्रेरित गरेको छ। उनका धेरै साथीहरू गरिबीका कारण अर्काको घरमा हली बसेर जीविकोपार्जन गर्न बाध्य छन्। राम्रो पढाइका कारण कृष्णलाई सहरमा पढ्ने मौका मिलेको छ, जसले उनको जीवन पथ बदलिएको छ। अब मध्य भागमा हेर्नुहोला। गाउँ जाँदै गर्दा बाटामा कृष्णको भेट पुरानो साथी परिछनसँग हुन्छ। गरिबीले परिछनलाई मालिकको घरमा काम गर्न बाध्य बनाएको छ। त्यस्तै मैले अरू बुदाइहरू नि यहाँ लेखेको छु। अन्त्य भागमा के छ त भन्दाखेरि यहाँ हेर्नुहोला। मालिकहरूको अत्याचार र गरिबमाथि भइरहेको थिचोमिचोको विरोधमा सधैँ आवाज उठाइरहने परिछनको दृढता कृष्णले सुन्छ। यस्तै अरू बुदाइहरू पनि मैले लेखेको छु। तपाईँहरू यो भिडियो पज गर्दै पनि लेख्न सक्नुहुनेछ। 2 नम्बरमा हेर्नुहोस्। अब गाउँको माया कथाका आधारमा दिएका घटनाक्रमलाई क्रमबद्ध रूपमा लेख्नुहोस् भनेपछि अगाडि पछाडि तपाईँहरूको बुकमा प्रश्न चाहिँ अगाडि पछाडि जिगज्याग पारेर दिएको छ। कुन घटना अगाडि आउँछ अनि लगातार टाइम अनुसार चाहिँ तपाईँहरूले यहाँ लेख्नुपर्ने हुन्छ। अब हेर्नुहोस्, त्यहाँ ग नम्बरमा दिएको चाहिँ सुरुमै आउँछ यो म पात्र करिब 2 वर्षपछि आफ्नो गाउँले जीवनका अनेक घटना सम्झिँदै गाउँतिर फर्किनु। यो भनेको सबैभन्दा स्टार्टिङ पोइन्टमा छ। यो त्यति बुदाइहरूमध्ये ग नम्बरको सुरुमा हो, अनि अर्को ग नम्बर, त्यस्तै गरी 6 नम्बर, झ नम्बर, क नम्बर, अनि अर्को फेरि घ नम्बर आयो। सरी हो कि मैले घ नम्बर भने कि होइन, ल घ नम्बर आयो, ख नम्बर, च नम्बर, ज नम्बर। यहाँ तपाईँहरूले लेख्न सक्नुहुनेछ। त्यस्तै गरी 3 नम्बरमा हेर्नुहोस्। अब गाउँको माया कथाका संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरू पनि छन्। यो हरूको रु चाहिँ दीर्घ हुन्छ, तपाईँहरूले यो सच्याउनु होला। दीर्घ रु भनेको यहाँ 2टा सिङ भएको, यहाँको हरू पनि सच्याउनु होला, हरूमा दीर्घ रु लाग्छ। छलफल गरी ती वाक्यहरूको अर्थ पत्ता लगाउनुहोस्। यहाँनिर केही संवादहरू यहाँ रहेका छन्, त्यसको अर्थ पनि मैले यहाँ लेखिदिएको छु। तपाईँहरूले यहाँबाट कपीमा उतार्न सक्नुहुनेछ। क नम्बर, ख नम्बर, ग नम्बरमा यहाँ मैले यसको उत्तरहरू यहाँ राखिदिएको छु। यो भिडियोमा केही कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्नु होला, म रिप्लाई गर्नेछु। अब 4 नम्बरमा हेर्नुहोस्। जमाना थियो उनीहरूसँग मिसिन्थे, कथांश भए चाहिँ यसलाई पनि कथांश बनाउनु होला। कथांशका आधारमा संक्षिप्त उत्तर दिनुहोस्। ल क नम्बरमा म पात्रलाई पढाउनु पर्छ भनी उत्साह गर्ने को थिए? म पात्रलाई पढाउनु पर्छ भनी उत्साह गर्ने गाउँका छिमेकीहरू थिए। यहाँ भनी भने यहाँ जुन लेख्दा नि उपयुक्तै हुन्छ। ख नम्बरमा परिछनको नियति कसरी पुस्तान्तरण भएको हो? यसको उत्तर चाहिँ परिछनको नियति गरिबी र कमजोर आर्थिक अवस्थाका कारण पुस्तादेखि पुस्तासम्म दोहोरिरहेकाले पुस्तान्तरण भएको हो। अब ग नम्बरमा हेर्नुहोस्। यहाँ यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अंशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्। यसको उत्तरमा हेर्नुहोस्। लोकगीतले ग्रामीण जीवनमा बस्ने गोठालाहरू सधैँ सतर्क, चनाखो र जिम्मेवार हुनुपर्छ भन्ने सङ्केत दिन्छ। चराउने जनावरले खेतबारीमा क्षति पुर्याउन नदिन चारैतिर ध्यान दिनुपर्ने ग्रामीण चेतना यसले देखाउँछ। त्यस्तै घ नम्बरमा हेर्नुहोस्। म पात्रले परिछन लगायतका बालदौतरीसँग सम्बन्ध सुधार्न के गरियो होला? यसको उत्तर मैले लेखेको छु यहाँ। म पात्रले विद्यालय बिदा पर्दा ओरहा खाने, गिर खेल्ने, कबड्डी खेल्ने, कुरा गर्ने र साथीसँगै घुलमिल भएर बस्ने जस्ता गतिविधिमा सहभागी भएर सम्बन्ध सुधारियो। त्यस्तै गरी अब लागौँ ङ नम्बरमा। यस अनुच्छेदको मुख्य सन्देश के हो? यस अनुच्छेदको मुख्य सन्देश बाल्यकालका साथी र गाउँप्रतिको माया कहिले बिर्सिनु हुँदैन, सम्बन्ध र सम्झनाले जीवनलाई अझै अर्थपूर्ण बनाइन्छ भन्ने हो। अब 5 नम्बरमा हेर्नुहोस्। दिएको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। अब क नम्बरमा खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा कसरी अन्याय हुन्छ?
यसको उत्तरमा हेर्नुहोस् यहाँ, गाउँका मानिसहरू खानेपानी, गाईबस्तु चराउन, खेतबारी सिँचाइ गर्न र दैनिक कामकाजका लागि पुरै खोलामै निर्भर छन्। खोलाले पुर्याउने सानो क्षतिभन्दा खोलाले दिएको फाइदा धेरै ठुलो हुन्छ। त्यसैले खोलाको केवल नकारात्मक पक्ष देखाएर खोलाले रुवायो भन्ने मात्र गर्नु अन्याय हुन्छ। ख नम्बरमा हेर्नुहोस्, म पात्रका खोलासँगका बाल अनुभूति कस्ता छन्? यसको उत्तरमा, म पात्रको खोलासँगको बाल अनुभूति निकै रमाइला र यादगार छन्। बाढी आएको बेला गाई भैँसीको पुच्छर समातेर बाढी तरेको, खोलामा उर्लने भेल हेरेर आनन्द मानेर बसेको, पानीमा खेल्दै रमाएको जस्ता अनुभवहरूले उनका बाल दिनहरू अझै मिठासका साथ सम्झनामा छन्। 6 नम्बरमा हेर्नुहोस्, अब दिएको कथांशका आधारमा सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। यहाँ क नम्बरमा, कृष्णलाई सबैले किन सम्मान गरेका हुन्छन्? कृष्णलाई किन सबैले सम्मान गरेका हुन्छन् त मैले यसको उत्तरहरू यहाँ लेखिदिएको छँदैछु, तपाईँहरूले यहाँ उतार्न सक्नुहुन्छ। गाउँको माया कथामा कृष्ण एक शिक्षित, विनम्र र गाउँप्रति अत्यन्त प्रेम गर्ने पात्रको रूपमा देखिन्छन्। पढेका भए पनि उनमा अहङ्कार छैन, सबैलाई सम्मान दृष्टिले हेर्छन्, सधैँ सकारात्मक सोच राख्छन्, अरूको भलोका लागि तत्पर रहने यी गुणहरूका कारण गाउँलेहरूले कृष्णलाई विशेष सम्मान र इज्जतका साथ हेरेका छन्। गाउँलेहरूको नजरमा ऊ भरपर्दो, सदाचारी र आदर्श व्यक्तित्व हुन्। अब ख नम्बरमा के छ हेर्नुहोस्, पढे लेखेका मानिसले गाउँ छोडे भने गाउँमा कस्तो असर पर्छ? यसको उत्तर यहाँ हेर्न सक्नुहुन्छ। पढे लेखेका मानिसहरूले गाउँ छोडेपछि गाउँ अशिक्षित, धनी र ठालुहरूको एकलौटी नियन्त्रणमा पर्न सक्छ। यस्तो अवस्थामा गरिब र श्रमिक वर्ग अझ कमजोर बन्छन्। कथामा पनि कृष्ण गाउँमा नभएकाले परिसिन जस्ता गरिबलाई न्याय दिने लेख्नु होला यहाँ, न्याय दिने कोही छैन। त्यस्तै कारण उनीहरूले आफ्नो जमिन गुमाउँछन् र गाउँका ठुला व्यक्तिको अन्याय, दमन, स्वेच्छाचारिताको शिकार हुन्छन्। पढे लेखेको नेतृत्व र चेतनाको अभावले गाउँ सामाजिक, आर्थिक रूपले कमजोर बन्न जान्छ। 7 नम्बरमा हेर्नुहोस्, व्याख्या गर्ने। हाम्रा गाउँमा पनि साँच्चैका मान्छेहरू रहेछन्, जो जीवनलाई बुझ्दैछन्। यसको व्याख्या यहाँ हेर्नुहोला। यो भनाइ कक्षा 11 मा रहेको गाउँको कथाबाट लिएको हो। जीवनको गहिरो अनुभव, सामाजिक चेतना, वास्तविकता बोध गर्ने मान्छे गाउँमै हुन्छन् भन्ने सङ्केत यो कथांशले दिन्छ। कथाको म पात्र 2 वर्षपछि गाउँ फर्कदा गाउँमा सकारात्मक परिवर्तनका चिन्हहरू देख्छ। मानिसहरूमा अब अन्धविश्वास अड्किएको छैनन्, जीवनका भोगाइ र अनुभवबाट सिक्दै चेतनावान बन्दै गएका छन्। कथामा कृष्ण विदेशमा बस्दै आएको भए पनि गाउँ फर्केर हेर्दा गाउँको चेतना र विकासप्रतिको सोच अगाडि बढिरहेको देखेर खुसी हुन्छ। गाउँका साधारण मानिसहरू पनि जीवनका अर्थ, सङ्घर्ष, सुख दुःख र वास्तविकतालाई बुझ्दै गएको देखिन्छ। परम्परागत सोच मात्र नभई आधुनिक समझदारी पनि विकास भइरहेको बोध हुन्छ। यस कथांशले ग्रामीण समाजमा पनि ज्ञान, चेतना, अनुभूति र प्रगतिशील सोच विकसित भइरहेको सन्देश दिन्छ। आफ्नो जन्मभूमिबारे गर्व गर्ने भावना यहाँ व्यक्त गरिएको छ। त्यस्तै गरी ख नम्बरमा हेर्नुहोस्, तिम्रो पाखुरीले खोलाको धारलाई फर्काउँछ भन्ने गाउँको इज्जतमाथि नउठाउला त? यसको उत्तर पनि मैले यहाँ लेखिदिएको छु। यस भनाइ पनि गाउँको माया कथाबाट लिएको हो, तपाईँले यसरी लेख्न सक्नुहुनेछ। यहाँ मैले यसको उत्तर नि राखिदिएको छु। आवश्यक परेको खण्डमा भिडियो पज गर्न नि सक्नुहुनेछ तपाईँहरूले। त्यस्तै गरी यो 8 नम्बरमा हेर्नुहोस्, समीक्षात्मक उत्तर दिनुहोस्। गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ? यसको उत्तर पनि मैले यहाँ लेखिदिएको छु। यहाँ मैले राम्रोसँगले व्याख्या गरेको छु। केही कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुनेछ। र ख नम्बरमा गाउँको माया कथाका आधारमा पात्रहरूको चरित्र चित्रण गर्नुहोस्। 1 भनेको कृष्ण भनेको मुख्य पात्रको बारेमा यहाँ चित्रण गरिएको छ।
अनि आ नम्बरमा परीक्षण भनेको सहायक पत्र, उसको पनि चरित्र चाहिँ यहाँ चित्रण गरिएको छ। अब 9 नम्बरमा हेर्नुहोस्, दिएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। यहाँ पनि क नम्बरमा निबन्धकारले निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्। यसको उत्तर पनि मैले यहाँ लेखेको छु। ख नम्बरमा हेर्नुहोस्, अब हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौँ। हामी अनाथ गरिब र बिरामीलाई यसरी सहयोग गर्न सक्छौँ, सकेसम्म चन्दा सामग्री दिएर, लत्ता कपडा खानेकुरा औषधि उपलब्ध गराएर, आवश्यक परे श्रम समय र सेवा दिएर सहयोग गर्न सक्छौँ। हामी भनेपछि प्रथम पुरुष भएको कारणले यहाँ क्रियापदको यो अन्त्यमा चन्द्रबिन्दु लाग्छ। ग नम्बरमा अनाथालयप्रति तपाईँको धारणा कस्तो छ। यसको उत्तर पनि यहाँ मैले उल्लेख गरेको छु। तपाईँको धारणा कस्तो छ यो चाहिँ तपाईँहरूले आफ्नै तरिकाले लेख्न सक्नुहुनेछ। ग नम्बरमा समाजमा बिगार्ने भन्दा सपार्ने धेरै छन् भन्नुको तात्पर्य के हो। यसको उत्तर पनि मैले यहाँ लेखिएको छु। त्यस्तै गरी 10 नम्बरमा हेर्नुहोस्, अब दिएको अनुच्छेद पढी सारांश लेख्नुहोस्। अनुच्छेद पढी मैले सारांश यहाँ दिएको छु। अनुच्छेदको शब्द सङ्ख्या भन्दा 1/3 हुनुपर्छ भनेपछि त्यसको डिभाइड बाइ 3 गरेर जति आउँछ त्यसकै 1-2 कम बढी हुन सक्छ, त्यसको छेउमा गर्नुपर्ने हुन्छ तपाईँले यो अनुच्छेद चाहिँ। अब 11 नम्बरमा हेर्नुहोस्, गाउँका समस्याबारे पत्र पत्रिका रेडियो वा टेलिभिजनबाट प्रसारित समाचार सुनेर पढेर वा सुनेर समस्याका कारण र समाधानका उपाय कक्षामा प्रस्तुत गर्नुहोस्। यसको उत्तरमा मैले समस्यामा चाहिँ खानेपानीको अभाव लेखेको छु। यसको समस्यामा खानेपानीको अभाव भइहाल्यो। समस्याको कारणहरू मैले यहाँ लेखिदिएको छु र समाधानका उपायहरू पनि मैले लेखिदिएको छु, तपाईँहरूको अभिमा उतार्न सक्नुहुनेछ। त्यस्तै गरी अर्को सुनाइ र बोलाइ। 1 नम्बरमा हेर्नुहोस्, सुनाइ पाठ 2 सुन्नुहोस् र छुटेका शब्द राखी खाली ठाउँ गर्नुहोस्। यसको यहाँ हेर्न सक्नुहुन्छ। क नम्बरमा अवकाश, ख नम्बरमा 40 वर्ष, ग नम्बरमा ठेक्का, घ नम्बरमा सिपालु, ङ नम्बरमा कदर, त्यस्तै कदर र मायाको चिनो। 2 नम्बरमा हेर्नुहोस्, सुनाइ पाठ 2 का आधारमा उत्तर दिनुहोस्। सिकर्मीले कति वर्षको उमेरमा अवकाश लिने निर्णय गरे। अवकाश लिनु भनेको रिटायर हुनु। सिकर्मीले 60 वर्षको उमेरमा अवकाश लिने निर्णय गरे। सिकर्मीलाई अन्तिमका 3 महिना किन जाँगर नचलेको होला। यो 3 भनेको यो 1 2 3 को 3 चाहिँ दीर्घ हुन्छ, अनि सर्वनामको 3 म उसलाई बोलाउँदैछे, तिनी हो म गर्दैछु, त्यो 3 चाहिँ यो रसो हुन्छ, यो याद गर्नु होला। सिकर्मीलाई अन्तिमका 3 महिना काम छाड्ने निर्णय भएकाले जाँगर नचलेको होला। यस लघुकथाले सन्देश के दिन्छ। लघुको अर्थ नै एकदम सानो, लघुकथा भनेको सानो कथा थियो। के सन्देश दिन्छ यसको सन्देश पनि यहाँ लेखिएको छु। राम्रो सोचे राम्रै हुन्छ, नराम्रो सोचे नराम्रो हुन्छ, र नराम्रो जस्तो कर्म गरे त्यस्तै फल पाइन्छ भन्ने टाइपको सन्देश चाहिँ दिएको छ। अब व्याकरण खण्ड हेर्नुहोस्, रेखाङ्कन गरिएका शब्द मूल शब्द वा व्युत्पन्न के हुन् पहिचान गरेर लेख्नुहोस्। व्युत्पन्न भनेको चाहिँ उपसर्ग अथवा प्रत्यय लागेर बनेका शब्दहरू। क नम्बरमा मूल शब्दहरू यहाँ छन्, भाइ, हामी, काम, धोका, चार, धान, फुल। त्यस्तै ख नम्बरमा हेर्नु व्युत्पन्न शब्दहरू उथुल पुथुल, उथुल प्लस उथुल गरेर उथुल पुथुल आउँछ, यो भनेको द्वित्व हो। रोपाई भनेपछि रोप प्लस आई गरेर रोपाई, राम्रै राम्रो प्लस ए गरेर राम्रै, यस्तै आएको छ। अरू शब्दहरू पनि मैले यहाँ लेखेकै छु, अरूहरू पनि यहाँ छँदैछन्। अब 2 नम्बरमा हेर्नुहोस्, दिएको अनुच्छेदमा मूल र व्युत्पन्न शब्द पहिचान गरी सूची बनाउनुहोस्। यहाँ पनि मैले त्यो अनुच्छेदबाट चाहिँ मूल शब्द र व्युत्पन्न शब्दहरू यहाँ लेखेको छु, यहाँबाट तपाईँहरूले कापीमा उतार्न सक्नुहुनेछ। अब शब्द स्रोत 1 नम्बरमा दिएको कथांशमा गाढा अक्षरमा लेखिएका शब्दहरू तत्सम, तद्भव र आगन्तुक के हुन् छुट्याउनुहोस्। तत्सम भनेको संस्कृत शब्द,
तद्भव भनेको संस्कृतबाट नेपालीमा आएका, आगन्तुक भनेको चाहिँ विदेशी शब्दहरू। तत्सम शब्दहरू यहाँ हेर्नुहोस्, तद्भव शब्दहरू पनि यहाँ हेर्नुहोस्, आगन्तुक शब्दहरू पनि मैले लेखिदिएको छु यहाँ हेर्नुहोस्। 2 नम्बरमा दिएका शब्दहरू ध्यानपूर्वक पढ्नुहोस् र तत्सम, तद्भव र आगन्तुक शब्दहरूको बेग्ला बेग्लै सूची बनाउनुहोस्। यहाँ पनि मैले बेग्ला बेग्लै सूची बनाइदिएको छु, तपाईँहरूले आफ्नो कपीमा उतार्न सक्नुहुनेछ। र 3 नम्बरमा हेर्नुहोस्, अब दिएको अनुच्छेदबाट तत्सम शब्द पहिचान गरी सूची बनाउनुहोस्। मैले तत्सम शब्दहरूको सूची बनाइदिएको छु। 4 नम्बरमा दिएको अनुच्छेद पढी तत्सम र आगन्तुक शब्द छुट्याएर लेख्नुहोस्। तद्भव र आगन्तुक शब्द छुट्याएर लेख्नुहोस्। यहाँ पनि मैले छुट्याइदिएको छु। सङ्केत सूचीहरू, प्रश्नहरू, शब्दकोशको नमुना पानाका शब्दहरूको पुनर्लेखित अर्थ लेख्नुहोस्। यहाँ मैले यी शब्दहरूको अर्थ यहाँ लेखेको छु। खनामा हेर्नुहोस्, शब्दकोश हेरीमाथिको शब्दकोशको नमुना पानामा छड्के अक्षरमा दिएका संक्षिप्त शब्दका पूरा रूप लेख्नुहोस् भनेपछि फुल फर्म लेख्नु। निपा भनेको निपात, ना भनेको नाम, क्रक्री भनेको कर्मवाच्य क्रिया, बी भनेको विशेषण, टु भनेको टुक्का, सक्री भनेको सकर्मक क्रिया, प्रेक्री भनेको प्रेरणार्थक क्रिया र पुसा भनेको पूर्वसर्ग। ग नम्बरमा शब्दकोश हेरी दिएका शब्दको अर्थ लेख्नुहोस्। शब्दकोशबाट चाहिँ मैले दिएका शब्दहरूको अर्थ यहाँ लेखेको छु। घ नम्बरमा दिएका शब्दहरूलाई शब्दकोशको क्रममा लेख्नुहोस् भनेपछि यो क ख ग घ के अगाडि आउँछ त्यो लेख्नुहोस्। यो ज्ञा चाहिँ लास्टमा किन सुरुमा आयो भन्दाखेरि यस्तो चाहिँ ज्ञ लेख्दाखेरि तपाईँहरू GYN लेख्नुहुन्छ, यो तिम्रो लेख्दाखेरि TI हाम्रो लेख्नुहुन्छ, टी भन्दा जी अगाडि आउँछ, त्यही भएर यस्तो। ल यो सँगै आजको हाम्रो भिडियो पनि यही समाप्त हुन्छ। तपाईहरूलाई केही कन्फ्युजन छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला र तपाईँहरू कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ आफ्नो ठाउँ र भरिसके आफ्नो स्कुलको नाम पनि कमेन्ट गर्नुहोला र तपाईँहरूलाई कति कक्षाको कुन सब्जेक्टको नोटहरू चाहिन्छ त्यो पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। जस्तै कक्षा 12 को अस्मिता पब्लिकेसनको एकाउन्टको नोटहरू चाहिन्छ भन्न सक्नुहुन्छ, अथवा कुन पब्लिकेसनको कुन कक्षाको कुन विषयको चाहिन्छ त्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। म त्योसँग सम्बन्धित पनि नोटहरू लिएर आउने प्रयास गर्नेछु। हस्त, धन्यवाद, नमस्कार।